यतिको चाहिँ देखिन्छ होला गाइस। हेलो गाइस, वेलकम ब्याक टु माई नयाँ ब्लग। स्वागत छ तपाईँहरूलाई मेरो आजको ब्लगमा। आजको ब्लगमा चाहिँ म गोरु चराउनु जाँदैछु। घाम फेरि म्याप आगा यस्तो मात्रै लागिरह। हाम्रोतिर चाहिँ त्यत्तिकै धान रोप्दैछ आज। साउनको पनि कति गइसक्यो। यो लुते चाहिँ केही खानु नि खाँदैन, यो बानेर दिँदा नि खाँदैन कि। चराउनु लगाउने एउटा खोज्छ अलि माथिबाट। यहाँ त नयाँ रोड भर्खर खनेको, त्यही भएर छैन, यो हिँड्नै सकिरहेको छैन। भर्खर लाइसेन्स छ नि। सो यो रोड चाहिँ जस्तै खनेको। इलामको जितपुर 5 नम्बर यस्तो छ। कति हो यो? 6 मिटरै होला। 6 मिटर छ यो रोड। 1 मिटर 2 मिटर 3 मिटर 4 मिटर 5 मिटर त्यस्तो होला। आजको यस्तो घाम लागिरहेको नि। अवस्था नि टिनले राखेर थोरै गर्नु हुँदैन। घरमा गर्नु गर्नु छ। माथि खोल्छीतिर लाने हो नि। टक्कै यो गोरुहरूलाई उहाँबाट त्यस्तो बबाल सिन देखिन्छ। सोका झन् अलिअलि हावा चल्दैछ र पसिनाहरू नि हातमा कस्तो निस्किरहेको। हावा चल्दैन मात्रै हो नि। त्यसो त घरमा त काम गर्नु नि। तातिर सिन त बबाल देखिन्छ नि फेरि यहाँ। त्यो बबाल पनि होइन, उज्यालो देखिन्छ। डाँडाकाँडा देखिन्छ। हिँड्नु राम्रो थियो भने। यसलाई चाहिँ दाएको पनि छैन, हिँड्नु पनि जान्दैन जाँडो। यस्तो बबाल देखिन्छ। घाम फेरि यहाँनिर तिलीकै हो बुझी। हाम्रोतिर चाहिँ यस्तरी रातो माटो खान्छ अलिअलि। पुरै रोड खनेर हो कि नत्र यहाँनिर पुरै भाउडी यहाँ मासतिर झन् ठुलो भाउडी थियो, तर त्यहाँ चाहिँ रोड खनेर सबै कचकचक पुर्दियो। यस्तै छ गाउँतिर होइन। अब के गर्ने, भ्लगमा केही छैन। त्यत्तिकै भन्न अगाडि गएको बोलो हिँड्यो त्यही हो। यत्तिको चाहिँ देखिन्छ होला गाइस। आफ्नुहोस् यसले चाहिँ अघि त्यहाँ उकालो बाटोमा घरबाटै छेउबाट निस्किनु नसक्दाखेरि त्यो नानीले चाहिँ सक्दो भेट्यो खुट्टै, त्यही भएर केही नखाइँदैछ। हिँड्नु खोज्दाखेरि ठेलिन्छ पछाडिबाट, हिँड्नै खोज्दैन। तल मात्रै घुर्नु पर्दो रहेछ। खेल्दाम खाइदिएको कुदेर अलि माथि गएर अर्केको थियो। तानेर चिकेको। अब यो गोरुहरूलाई यहाँ माथि यस्तो साइडमा आउँदैछ नि त। यहाँ माथिदेखि चाहिँ आउँदैछ छैन, त्यहाँसम्म लाने। अलि छिटो त्यहाँदेखि चाहिँ अलिक बिस्तारै छोडिदिने हो। यही रोड त सबै यस्तै छ। नयाँ खानेको यसपालि माथिबाट उता लसम्म, त्यही भएर सबै छैन घाँसै। तल लगेको भए घाँस हुन्थ्यो, तर तल फेरि बालिसक्यो। जतिखेर नि फोन जाने त्यो मात्रै बटाल्नु मन लाग्छ। न हावा चलिदिरहेको अलिअलि। अहिले ओह्रालो चाहिँ कुद्दै गयो भने त्यो रप्पै लगाइदिन्छ नि। जा अहिले नहिँडेर यो बाछा भर्खर ल्याएर दाएको पनि छैन नि त। त्यही भएर हिँड्नै जान्दैन। घोडा ल्याएर जतिकै भानेकै यस्तो रिस उठाउँछ फेरि। एकैचोटि लाग्दैन जस्तो रिस उठ्छ कि। ठुलो कति ठुलो रोडतिर लानुपर्ने नि त। कस्तो यो सब बौलाहरू।
हेलो ओह्रालो कुद अनि फेरि भेट्छस् म्याच या त्यो गाइड होइन अब यहाँदेखि चाहिँ अम्लिसो छैन साइड साइडमा यहाँ मासतिर यस्तो रोड घुमेर यता आएको छ यो यहाँ मासतिरदेखि चाहिँ अम्लिसो छैन साइड साइडमा र यहाँदेखि अब यहाँदेखि घाँस अलिअलि छ यहाँदेखि चाहिँ अलिअलि चरो चाहिँ लगिन्छ सिनै मात्रै देखिन्छ यता फर्काएको सिन नदेखाउनु यता फर्काएको सिन यस्तो गर्नु भइरहेको त्यत्तिकै हिँड्छ बोल्नै आउँदैन भिडियो मात्रै बनाउँदै हिँडेको अरू चलाउँदै एडिट गर्नुपर्ने हुन्छ यो गाइड अब यहाँदेखि चाहिँ साइडमा अम्लिसो बारी छैन यहाँ चाहिँ अम्लिसो थियो तानमा अम्लिसो थियो यहाँदेखि चाहिँ तानी बाँझो तानी खेत बाँझो अनि यतापट्टि कल्ची छ यहाँदेखि छैन साइडमा अम्लिसो बारी त्यही भएर अब त्यतिकै यहाँदेखि छोडिदिने हो सो होइन अब मैले यहीँनिर भ्लग एडिट गर्नुपर्ने हुन्छ त्यतिकै भिडियो बनाएको खुद पार्नुपर्ने हुन्छ अलिकति सो आजको भिडियो यस्तै हो गाइस बाई बाई